इपिएस म्यानुफ्याक्चर तर्फको रिजल्ट चाहिँ कहिले आउँछ भनेर धेरै साथीहरूको प्रश्न रहेको छ र किन फेल हुन्छ भनेर धेरै साथीहरूले सोध्नु भएको छ। त साथीहरू आनेगाइछु साथीहरू नमस्कार, के जसको हाल खबर म त सन्जय छु, हजुर सन्चै हुनुहुन्छ होला। वेलकम छ साथी मेरो च्यानलमा। म पनि कोरियन भाषा पास गरेर कोरिया आएको छु र कोरियन सम्बन्धी भिडियोहरू बनाइरहेको हुन्छु र अहिले चाहिँ म्यानुफ्याक्चर तर्फको स्किल टेस्ट पनि सकेर धेरै साथीहरू रिजल्टको वेटिङमा हुनुहुन्छ है। साथीहरू धेरै पर्खाइ हुनु भइरहेको छ, किनकि एग्रिकल्चरको त स्किल टेस्ट भएर पनि रिजल्ट पनि आइसकेको छ। उहाँहरूको त मेडिकल र जब डिभिजन फर्म पनि तोकिसकेको छ भने यो म्यानुफ्याक्चर तर्फको चाहिँ किन स्किल टेस्टको रिजल्ट कहिले आउँछ त्यो भन्दाखेरि चाहिँ तपाईँहरूले फिक्स डेट चाहिँ एनाउन्समेन्ट भएको छैन। प्राय स्किल टेस्ट सकेको 1-2 हप्ताभित्रमा चाहिँ रिजल्ट आउनुपर्ने हो, किनकि यो पालि म्यानुफ्याक्चर तर्फको धेरैजना विद्यार्थीहरूले एक्जाम दिनुभएको कारणले गर्दा सङ्ख्या धेरै भएको कारणले गर्दाखेरि म्यानेजमेन्टको लागि सायद केही समय लाग्ला है साथीहरू। मेरो मतलब चाहिँ अब 2-3 हप्ता अझै 2-3 हप्ता लाग्न सक्ने सम्भावना चाहिँ रहेको छ। प्राय 1-2 हप्ता लाग्नुपर्ने हो र 1 हप्ताभित्रमा आउनुपर्ने हो। अब 2-3 हप्तासम्म चाहिँ अब लाग्छ होला, त्यस्तो लागेको छ। साथीहरू फिक्स अपडेट चाहिँ आएको छैन। तपाईँहरूले अपडेटको लागि चाहिँ इपिएसको वेबसाइटमा गएर हेरिरहनु होला र फेसबुक पेजमा पनि तपाईँहरूले इपिएसको चेक गऱ्यो भने त्यसमा चाहिँ आउन सक्ने सम्भावना हुन्छ। त्यसरी निरन्तर अपडेटको लागि चाहिँ मलाई पनि सब्सक्राइब गरेर राख्नु होला साथीहरू, च्यानललाई पनि म अपडेटहरू आउने बित्तिकै तपाईँहरूलाई दिइहाल्छु र के कति हजार पास गराउँला, कति हजार फेल गराउँला भनेर। यो पालिको कोटा भनेको साथीहरू तपाईँहरूको 3500 मात्रै छ साथीहरू है। 3500 मात्र कोटा छ र एक्जाम दिनुभएको 6000 भन्दा बढीले एक्जाम 6000 जस्तोले एक्जाम दिनुभएको होला भने चाहिँ अब चाहिँ यो पालि चाहिँ अब साथीहरू अब कोटा अनुसार चाहिँ अब सीमितै पास गरायो भने राम्रो हुन्थ्यो, किनकि पछि इस्यु भएन भने एकदम गाह्रो हुन्छ। रोस्टरमा मात्रै बसेर एकदम गाह्रो हुन्छ कि, त्यसैले मेरो विचारमा अब कोटाभन्दा अलिकति बढी नै पास चाहिँ गराउँछ होला। म्याक्सिमम् अब तपाईँहरूको 3500 कोटा छ भने 4000 जति चाहिँ पास गराउन सक्ने सम्भावना छ, किन धेरैजना फेल पनि गराउन सक्ने सम्भावना रहेको छ। फेल हुनेको कारण भनेको तपाईँहरूको टाइम समय नपुगेको कारणले गर्दाखेरि तपाईँहरूले अब त्यहाँ मेसिनरी चिज चलाउँदाखेरि त्यहाँ मिस्टेक गर्नुभएको छ भने त्यो कारणले फेल हुनेछ र पर्फिटेसहरूको पोइन्ट पर नम्बरहरू र इन्टरभ्यूहरू बिग्रेको छ भने, क्रस क्वेसनहरू राम्रोसित बिगार्नु भएको छ भने चाहिँ मिलाउनु भएको छैन भने चाहिँ त्यस्तो साथीहरू चाहिँ प्रायः चाहिँ फेल हुने चान्स बढी हुन्छ, किनकि इन्टरभ्यूलाई एकदमै इम्पोर्टेन्ट दिएको छ स्किल टेस्टलाई है। र सकभर तपाईँहरूको कहिलेकाहीँ 50% अथवा 50 देखि 70% मात्र पास गराउँछ। म्याक्सिमम् 70 पास गरायो भने पनि तपाईँहरू धेरैजना चाहिँ फेल हुने सम्भावना चाहिँ रहेको छ साथीहरू। त्यसैले होप सबैजनाको राम्रो आओस्, सबैको उज्जवल भविष्यको कामना है, राम्रो होस् सबैजनालाई साथीहरू। त अपडेटको लागि चाहिँ निरन्तर पर्खिरहनु होला स्किल टेस्टको रिजल्ट चाहिँ। अब मेरो मतलब अब यही महिनाभित्र आउँछ होला। यो मे महिना छ नि त, मे महिना चलिरहेको छ, यो महिनाभित्र आउँछ होला। त त्यसको लागि हस्त धन्यवाद, बाई बाई, टेक केयर, खामसाम निदा है।